त्यसैका छोडौला हे मन परेको मान्छे हौ त्यसैका छोडौला हातका पाउजो बजाउँदै कतै देउला जाउँदै हातका पाउजो बजाउँदै कतै देउला जाउँदै दसैँ औला जोडौला मन परेको मान्छे हौ त्यसैका छोडौला ए मन परेको मान्छे हौ त्यसैका छोडौला। धन्यवाद। नि लाग्ला है गाउँलेको बोलीले मोहनी लाग्ला है गाउँलेको बोलीले डाँडा काँडा छहराको गीतले ठट्टा नगर अल्झेला बगर बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले मोहनी लाग्ला है। It's a special day. We should celebrate and appreciate that you and me found something pretty neat. And I know some say these days are arbitrary, but it's a good excuse put up to use. Baby, I know what to do. Baby, I will love you. I love you. I love you. No, I don't need those things. I don't need no ring. I don't need anything but you with me. 'Cause in your company I feel happy. I'm so happy and complete. And it's a good excuse put up to use. Baby, I know what to do. Baby, I will love you. I love you. I love you. So won't you be my honeybee, giving sweet kisses all the time? Be mine, be my Valentine. Oh, 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 be my Valentine. प्रजल बन्ता तिमीलाई अङ्गाले यस्तो लाग्यो कि मेरो संसार तिम्रै आकृति। जापानिज ऱ्याप यो बिचमा चाहिँ सिकेको थिएँ होइन। अब सुन होइन बुझ्दिनँ के भनेर जस्ट गयो भने Just a boy, just a boy, just a boy, just a boy. Makai no sora de pika pika, Sivia kuma de moko kora wapura, Orate hasita doki doki run soto henna pao gaman kurai subata pura pura soe demo yume wakare menu brightness fake kudamo mita ini hora hora oi ore wa mada just a boy ah dara da do den doki meku hi mawari gau goku supi idoli tomara नै हो भनेका बुम बुम sana aku mano rising boom just a boy how about the kill in this fire night up then it's a cool my boy आचार्य हो मेरो घर चाहिँ देवदा हो म चाहिँ 3 मन्थ जति जब गरेँ अहिले चाहिँ
एनआरसीमा एनआरसी ड्राइभर टोलमा मेरो एक्सपिरियन्स चाहिँ एकदम राम्रो भयो थ्याङ्क यू क्विज सिङ्गिङ गरियो होइन यहाँ मलाई थाहा छ एकदम राम्रो राम्रो डान्सरहरू पनि हुनुहुन्छ कि त्यही भएर सर म त केही पनि होइन जहाँनिर गएर रोकिएको छ त्यहाँबाट डान्स सुरु गरौँ अब हुन्न कि त्यस्तरी कहाँ हुन्छ र तपाईँलाई गीत गाउनु नि भन्दैनौँ नाच्न पनि भन्दैनौँ कि आउनुहोस् छुट छ तपाईँलाई बाँधेर राख्छौँ तपाईँलाई त शर्मिला बारागरी हो मैले यहाँ जोइन भएको 1 महिनाभन्दा बढी लागिसक्यो यहाँ मैले धेरै कुरा सिक्न पाइरहेको हौ यति न सर ओके धन्यवाद भेरी गुड मेरो नाम सरस्वती नेपाली हो नयाँ हो यो एनआरसीमा 1 महिना धेरै नै भयो एसोसिएसनको काम गरिरहेको छु र अहिले धेरै कुरा सिक्ने काम गरिरहेको अब चाहिँ आयो ल सर आउनुहोस् यो होइन तरिका एकदम मस्त गीत मिल्यो भने एउटा क्रिकेट पेन्ट क्रिकेट पेन्ट मिल्यो हेरौँ त म मिलाइदिन्छु रेशम पिरी उडेर झम्की डाँडामा भन्ज्याङ रेशम पिरी उडेर झम्की डाँडामा भन्ज्याङ रेशम पिरी एकनाले बन्दुक दुईनाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम फिरिरी उडेर जम्की डाँडामा भन्ज्याङ रेशम फिरिरी थ्याङ्क यू सुपर काटा लगा गाउने कि ल म एउटा गीत गाउँछु सुरु है त दीपकले 1 2 3 भन्नु देउरालीको चौतारीमा सन्नानीले आँखा तरेको आउँछ अझै झझल्को लुकामारी खेलेको वनपाखामा खेल्ने गर्थ्यौँ साँझमा। धन्यवाद।
नमस्कार सबैमा, मेरो नाम चाहिँ सन्देश पाण्डे छेत्री हो। म चाहिँ पहिला यहाँ काम गर्थेँ, लगभग 4-5 महिना काम गरेँ अनि अहिले चाहिँ पढिरहेको छु। थ्याङ्क यू। केही गीत गाउन नाच्न नजाने पनि जस नसके पनि परिचय चाहिँ दिएर जानुभयो, धन्यवाद त्यसको लागि। अब नमिता सिस्टर। सर्वप्रथम त सबैलाई नमस्कार। राम्रो गीत गाउनु त आउँदैन, त्यही पनि हल्का राम्रो नभए राम्रो लाग्यो। कानमा जिलेबी हालेछ पहिले थियो बर पिपल छारी, बर पिपल छारी, माया हो अहिले लाग्छ बिसाउने चौफारी, दैको देवी देउराली, माया हो पाको जाउँदै झरे ओराली, भइबस्छु सम्झी झल्झली। कति सौथ्यो नमिता हाँसे त, नमिता हाँसे त, झमाया हो अझै सौथ्यो दुई फन्को नाचे त, भाँडेको देवी देउराली। धन्यवाद। ल अब पार्वती। माछा मार्न क्यासे कौला फिना जो छिप्राका माझीलाई, संसारी पारेर भुग्यो फिना जो नघट्न नपिना। भेरी गुड। मेरो नाम बिनु सारू। यो एनआरसीमा मैले जब गर्न लागेको चाहिँ लगभग 11 महिना जति भयो अनि मेरो अनुभव चाहिँ एकदम राम्रो भइरहेको छ अहिलेसम्म। थ्याङ्क यू। मेरो नाम चाहिँ निशा थापा। चाइनिज डिस होइन, निशा थापा हाहा लेखिन्छ कि हाँसेको खास के हो? भयो त्यति हो। मैले आज एउटा छुट्टी लगाउने यो कुराकानी दुई साथी बिच भएको। एउटा साथीले भनेछ मलाई विदेश जान साह्रै असर लागिरहेको छ भनेर होइन। अर्को साथीले सोधेछ त कहिले गइथिस् र विदेश भनेर सोधेछ। साथीले के भन्छ भन्दाखेरि त जान त जाउँ, हिजो पनि लागेको थियो आज पनि लागिरहेछ भनेछ। एउटा साथीले क्लासमा कमिला ल्याएछ, कमिला ल्याएर साथीको कपडाभित्र राख्दैछ। सर टिचरले सोध्नु भएछ जापानको क्यापिटल के हो भनेर सोध्दैछ। त्यहाँबाट सोध्ने बित्तिकै साथीले चिच्चायो टोकियो भनेर। से मेरी जिंदगी में शामिल है, जहाँ भी जाऊँ ये लगता है तेरी महफिल है। तू इस तरह से मेरी जिंदगी में शामिल है। ये आसमान ये बादल ये रास्ते ये हवा, ये आसमान ये बादल ये रास्ते ये हवा, हर एक चीज ये जिंदगी है सफर, तो सफर की मंजिल है। जहाँ भी जाऊँ ये लगता है तेरी महफिल है। थ्याङ्क यू। चिफ गेस्ट प्रमुख अतिथिको नाम भन्नुहोस्। को हुनुहुन्थ्यो हाम्रो प्रमुख अतिथि? यहाँको उस हुनुहुन्थ्यो, सही हो। नाम भन्न पर्यो।
दिनेश प्रसाद केसी पो हो कि त्यो मोबाइल हेर्न पाइएन है कसैले गेस विष्णु पौडेल त होइन विष्णु पौडेल होइन गेस म गेस गर्छु भन्नुहोस् न